ल है घाम पनि लाग्यो अब हामी चाहिँ जानेवाला छौँ द मेहमा बिचतिर। आज हाम्रो मोडेल अनिस साथमा छ। अनिसको मैले राम्रो राम्रो फोटो भिडियोहरू खिचिदिन्छु होइन। तपाईँहरूले पहिलो पनि हेर्नु भएको होला होइन, कस्तो लाग्छ अनिसको भिडियो? म राम्रै छु भन न, राम्रो भएर राम्रो आउँछ भन। अब त्यो त तपाईँलाई थाहा छ होला होइन। अब खिच्ने मान्छे राम्रो भएर राम्रो भिडियो आउँछ कि राम्रो मान्छे भएर राम्रो भिडियो आउँछ कि भनेर होइन। आज पनि ट्राई गर्छ अनिसको राम्रो राम्रो पोर्ट्रेटहरू निकाल्नुको लागि। तपाईँहरूले साथ दिनुपर्ने हुन्छ र अनिसलाई मलाई चाहिँ नदिने हुन्छ। यसको युट्युब च्यानलमा गएर पनि सब्सक्राइब गरिदिनु होला होइन। 86 जना छ। 86 को पछाडि एउटा जिरोहरू थपिदिनु होला होइन। 860 बनाइदिनु होला। मेरै त्यत्रो छैन होला। 862 छ हेर मेरो। ल अब हामी छिट्टै 1000 सब्सक्राइब छिट्टै पुगाउने गोलमा छ होइन। तर हेल्प गर्नु पऱ्यो, सहयोग गर्नु पऱ्यो, यसो माया गर्नु पऱ्यो होइन भिडियोलाई। यो बाहिरतिर हेरेर कस्तो मौसम बबाल घाम लागेको छ आज। र मलाई 2-3 दिन भयो खोकी ज्वरो पनि आएको थियो होइन। खोकी लागेर रुगा खोकी लागेर खत्तम भइरहेछ। यो बोल्न नि गाह्रो भइरहेछ कि। हिजोसम्म त बोल्दा पनि यो घाँटी दुखेर खोक्दा यो घाँटी दुखेर लास्टै खत्तम भएको थियो। अनि तिम्रो भोइस ओभर म गरिदिन्छु नि। अनि साँझ पनि त्यो के अरे तातो पानीमा मह मिसाएर खाएको। अलि बेसी के अरे बेसी हो कि बेसो हो कि के अरे बेटर अहिले ठिक भएको छ होइन। बोल्दा नि गाह्रो भइरहेको छ क्या। सो त्यही भएर आजको भिडियोमा चाहिँ म अलिअलि कमै बोल्नेछु। बरु बोल्ने छ हाम्रो अनिसले साथ। यसले बोल्छ उसले के बोल्नु पर्यो बोल्दैन बल्छीलाई पारेछ कि क्या घर पारे। ए दुईजनाको अल्झिया जस्तो छ। कत्रो माछा आयो। माछा हेर त कस्तो नास्ता ल्याएको थिएँ ओनिगिरी र अनि त्यो के भन्छ रेमन टी। अनि त्यो चाहिँ अब एकछिन खाएर बसौँ। चिसो पनि भइरहेछ होइन। एकछिन खाएर अनि यसो यतातिर घुम्नुपर्छ है त। यहाँ चाहिँ यो यत्रै भातको डल्लोलाई प्राइस लेखेको छैन, सायद 150 हो कि कत्रो पर्छ है। यो त सानो डल्लो हुन्छ यो भातलाई चाहिँ 162। यस्तो महँगो छ। हाम्रो नेपालमा चाहिँ हामी भात फालिदिन्छ। यहाँ हेर यत्रो सानो डल्लो बनाएर पनि कस्तो बेचिरहन्छ कि। दिस मार्केटिङ एन्ड बिजनेस ओएसी। यसमा मिक्स भएको भनेको छ भात अनि तिल हालेको छ अनि त्यो हुन्छ नि मुला त्योहरू काटेर हालेको क्या। कस्तो अमिलो हुँदैछ। अनि यसले उहाँ कस्तो गर्दै म चस्मामा देखिरहेछ। यहाँनिर चस्मामा देखिरहेको यस्तै मिठो छैन गाइजहरू है, एकदम मिठो छ साँच्ची। बिहान यार के मलाई त मिठो लाग्यो है। यसो यो प्लास्टिकहरूको फोहोरहरू चाहिँ फाल्नु हुँदैन। यहाँ चाहिँ गोजीमा राखेर फेरि घरमा लग्नु पर्थ्यो। यो चाहिँ रेमन टी हो एकदम मिठो थियो पनि। लेकिन अनिस कति यासासी छ। मैले
खर्च हुन्छ भनेर पान किनेको थिएन अब यसले आधा खाऊ थाहा थियो मलाई यस्तै भन्छ भने त्यही किन्न है कस्तो अमिलो हो यो अहिलेको त खोइ गुलियो थियो भात चाहिँ धेरै मिठो छ त यो त चिज हो चिज खाऊ तिमीलाई चिज मनपर्छ चिज मनपर्छ हामीले पनि बैमानी गरेको छ कि हामीसँग हामी उहाँबाट आउँदाखेरि उहाँ छाया थियो यहाँ आयो यहाँ छाया भयो अब छायाले कहिले पछि नछोड्ने भयो ए छाया के हो ह म त तिमीसँग ब्रेकअप गरेको होइन ए छाया तिमीले यति गर्छ अनिसलाई माया यसको पछि पछि आउने जहिले नि छैन मेरो मलाई केही दया होइन हेर त अनिसको दायाँ बायाँ मलाई एकदम जाडो भइसक्यो आया आया कस्तो लाग्यो अब कस्तो लाग्यो राइम त यतिकै ऱ्याप हानिदिन्छ यो के अरे ट्यालेन्ट भन्छ नि ट्यालेन्ट भन्ने गीत निकालिदिन्छ है एकदमै छ है भरपुर ट्यालेन्ट खिचिसकेँ अब चाहिँ मोबाइलमा चार्ज पनि सकिन लाग्यो 10% भइसक्यो होइन अब के गरौँ भइरहेछ घरतिर लागौँ कि के गरौँ भइरहेछ तर अनिसको 360 छ त्यहाँबाट भिडियो बनाउनु पऱ्यो अब घाम पनि गइसक्यो ऊ हेर न बादल फेरि कालो बादलहरू आइसक्यो पछाडि क्यामेरा ल्याएको थियो क्यामेरामा पनि चार्ज नरहेछ चान्ने देश त भयो नि गोमेन्ना साइड अघि चाहिँ एकदम बवाल घाम लाग्यो मजाले बस्यो फोटोहरू खिच्यो भिडियो खिच्यो तपाईँहरूकै लागि त हो नि होइन तपाईँहरूको यस्तो माया पाउनुको लागि मैले चाहिँ यस्तो मेहनत गरिरहेको छु भनौँ होइन हेरिरहेको छु ओ हात दुख्यो यही ल सुकार समादेश हाम्रो भिडियो चाहिँ यहीँ खत्म गरिदिन्छु आजको लागि बादल पनि लाग्यो अब यो भिडियोमा पनि बादल लागिसक्यो भनौँ न मतलब त्यसको मिनिङ चाहिँ अब भिडियो चाहिँ खत्म भयो ल यो फोहोर चाहिँ जहिले पनि हामीले घर लगाउनुपर्छ त्यो चाहिँ फाल्नु हुँदैन है त जापानमा फोहोर गऱ्यो भने एकदम कारबाही लाग्छ त्यही भएर ओके बाई बाई है त अब नयाँ भिडियोमा भेट्न सक्छ बिस्तारै ल आफ्नो ख्याल गर्नु होला चिसो बढ्दैछ ओके गुड नाइट टेक केयर